हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते सबैमा। सो फाइनली आजको मेरो भिडियो चाहिँ ताप्लेजुङदेखि कञ्चनजङ्घा बेस क्याम्प हुने बाटो हुँदै ग्याब्लासम्मको रहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरी सपोर्ट गरी। कस्तो छ गाइज, कस्तो छ देखो न गाइज, देखो। फाइनली यो चाहिँ ताप्लेजुङको ग्याब्ला भन्ने जाने बाटो हो। यो माथिको चाहिँ झर्ना, ओ माथि चाहिँ भिरमौरीको गोलो देख्न सक्नुहुन्छ गाइज। यो चाहिँ ग्याब्ला भन्ने ठाउँ जाने बाटो हो। अनि हामी चाहिँ अहिले जाँदैछौँ होइन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ कालो सुन, यसलाई चाहिँ कालो सुन भन्छ है गाइज। मलाई चाहिँ यो चाहिँ डेन्जर छ ताप्लेजुङमा। फाइनली यो चाहिँ देख्न सक्नुहुन्छ खचडले ल्याएको भारी होइन गाइज। यहाँ चाहिँ यस्तो बाटो छ। यो चाहिँ कञ्चनजङ्घा बेस क्याम्पतिर सामान बोक्ने गाडी है गाइज। गाइज यो चाहिँ कञ्चनजङ्घा बेस क्याम्प जाने बाटो, ग्याब्ला भन्ने ठाउँ जाने बाटो हो यो। देख्न सक्नुहुन्छ यस्तो छ बिजोक। यो बाटोमा कहिले आउने हो? रोड बाटो हे यस्तो बिजोक छ कि भाव। यो माथिको चाहिँ देख्न सक्नुहुन्छ घुम्से हिमाल। यहाँ चाहिँ बवाल छ होइन। यहाँबाट चाहिँ अब यहाँदेखि नै ठ्याक्कै अलिकति उँभो जाने बित्तिकै चाहिँ माथि कञ्चनजङ्घा बेस क्याम्प पुगिन्छ। सो अनि हामी चाहिँ अहिले यो बाटो हुँदै आएको गाइज। अनि अहिले चाहिँ ठ्याक्कै हामी ग्याब्ला भन्ने ठाउँ आइपुग्यो होइन गाइज। बाटो चाहिँ बवालै छ है गाइज। ग्याब्ला यो चाहिँ 2729 किलोमिटरको उचाइमा रहेको छ। यसो देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ बवाल छ होइन। तपाईँहरू नि आउनु होला घुम्नलाई यस्तो ठाउँमा। बवाल रमाइलो हुन्छ। हिँड्दा चाहिँ मान्छेको गाँड फाट्ने रहेछ होइन। अर्थको चाहिँ त्यस्तै हो। खर्च चाहिँ लगभग आउँदाखेरि 3 लाख जति लिएर आउनु पर्ने रहेछ। हामी चाहिँ फ्रीमा आएको। ग्याब्लाको भ्यू यो चाहिँ फाइनली देख्न सक्नुहुन्छ। यहाँदेखि उँभो गएपछि चाहिँ गाइज ट्याक्क घुन्सा भन्ने ठाउँ आउँछ। धुन्सा कि घुन्सा भन्ने ठाउँ। त्यसपछि चाहिँ अनि त्यो चाहिँ कञ्चनजङ्घाको बेस क्याम्प हो। त्यहाँदेखि ऊ चाहिँ अनि ट्याक्क गएपछि गाइज कञ्चनजङ्घा हिमाल पुगिन्छ। सो तपाईँहरू नि आउनु होला, रमाइलो गर्नु होला। बवाल छ ठाउँहरू, तर बाटो चाहिँ खत्रै छ है गाइज। हाम्रो आजको यात्रा चाहिँ यहीँसम्म हो गाइज। तपाईँहरूलाई कस्तो लाग्छ? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला है त। बाई।